हेलो एभ्रीबडी म यो भिडियोमा फेबोनाची सिरिज कसरी बनाउने त जाभामा त्यो प्रोग्रामको बारेमा केही कुरा गर्न गइराखेको छु र फेबोनाची सिरिजमा हामीलाई के थाहा हुन्छ त फर्स्ट टु टर्म्स पहिलो दुईवटा टर्महरु हामीलाई अलरेडी थाहा हुन्छ र पहिलो टर्म भनेको 0 दोस्रो टर्म भनेको 1 र पहिलो र दोस्रो जोड्यो भने हामी तेस्रो टर्म पाउँछौं ओके फर्स्ट एन्ड सेकेन्ड यदि हामीलाई चौथो टर्म चाहियो भने हामी दोस्रो र तेस्रोलाई एड गर्छौं पाँचौं चाहियो भने वी क्यान सी दिस इज फर्स्ट टर्म 0 1 र 0 1 एड गरेपछि हामी 1 पाउँछौं र यो 1 र 1 एड गरेपछि 2 र त्यस्तै गरेर 1 र 2 एड गरेपछि 3 एन्ड सो अन सो भनेको मतलब हामीलाई यदि n टर्म चाहियो भने हामी के गर्छौं त फेबोनाची सिरिजको लागि n - 1 प्लस n - 2 ती दुई टर्महरुको सम निकालेर n टर्म निकाल्छौं ओके दैट मीन्स वी कैन राइट सिम्पल हियर n इज इक्वल टु n - 1 प्लस n - 2 एउटा टर्म भयो यो टर्म र यो टर्म हामी एड गर्यो भने वी विल गेट द n टर्म सिम्पल ओके नाउ लेट्स सी हाउ टु राइट दिस प्रोग्राम दैट इज अ भेरी सिम्पल प्रोग्राम पहिला एउटा f भन्ने डिक्लेयर गरौँ फर्स्ट टर्म भनौं दैट इज 0 सेकेन्ड टर्म भने 1 त्यसै t भनेको टेम्पोररी ओके थर्ड निकाल्नको लागि अब एउटा लुप चलाऊ int I is equal to हामीलाई फर्स्ट टु टर्म अलरेडी थाहा छ 0 1 त्यसै लुपलाई 2 देखि सुरु गर्न सक्यो मानौ हामी 10औं टर्मसम्म निकाल्दै छौं ओके सो I प्लस प्लस अब हामी के गर्छौं त t is equal to f plus s पहिलो र दोस्रो एड गर्यो भने हामीले तेस्रो टर्म पाउँछौं अब हामी के गर्छौं भन्दा यहाँ नि र पहिलोलाई दोस्रो बनाइदिउँ मतलब दोस्रो पहिलोमा असाइन गरौँ र तेस्रो हामी दोस्रोमा असाइन गरौँ ओके दोस्रो पहिलोमा असाइन गर्यो त्यसै तेस्रो दोस्रोमा असाइन गर्यो such that we can get the fourth term अब यसलाई एक्चुअली डिस्प्ले गरौँ भ्यालु अफ t ओके डिस्प्ले विथिन दिस लुप system.out.print plus t okay now run this java c fib okay java fib okay यसरी हामी के त हामी यो थर्ड फोर्थ यु क्यान सी थर्ड फोर्थ फिफ्थ सिक्स्थ सेभेन्थ एट गरेर जान्छौं र हाम्रो पहिलो दुई टर्म त अलरेडी बाइ डिफल्ट यहाँ नि 0 1 छँदैछ अब हामीले यो भ्यालु चाहिँ कसरी चेन्ज हुन्छ इफ यु वान्ट टु सी हामी के गर्न सक्छौं भन्दाखेरि कन्ट्रोल x या कन्ट्रोल v f प्लस ओके स्ल्याश t गरौँ सी प्लस यस गरौँ डबल कोट ट्याब स्पेस राख्न खोज्दै छु म पहिलो टर्म अनि ट्याब स्पेस दोस्रो टर्म ट्याब स्पेस देन तेस्रो टर्म ओके is equal to then what can we do is plus slash t we can do something like this like actually print like re-execute गरौँ cls okay 0 plus 1 1 यहाँनिर अलिकति यो मेरो यसलाई स्क्रिन अलिकति ठुलो गरौँ ओके व्हाट आई क्यान डु इज म यसलाई न्यू लाइनमा राख्न सक्छु यसलाई ओके स्ल्याश ln राखौँ न ओके नाउ रि एक्जिक्युट गरौँ cls अलि क्ल्यारिटी को लागि now we can see 0 plus 1 1 1 plus 1 2 you can see here okay 1 plus 2 3 3 plus 2 5 यसरी हामीले यदि कुनै n टर्म चाहिन्छ भने त्यो भन्दा अगाडिको दुईटा टर्म एड गरेर हामीले यसरी फेबोनाची सिरिज जेनेरेट गर्न सक्छौं अब यसमा चाहिँ हाउ द भ्यालुज आर चेन्जिङ t s f को भ्यालु कसरी चेन्ज भइराछ इफ यु वान्ट टु नो दैट वी क्यान सिम्पली प्रिन्ट दिस भ्यालुज ओके हाम्रो यहाँ स्ल्याश t ले चाहिँ ट्याब स्पेस को काम गरिराखेको छ सो इन दिस वे वी क्यान जेनेरेट द फेबोनाची सिरिज एन्ड वी क्यान सी हाउ दिस भ्यालुज अफ दिस भेरिएबल्स t f s आर चेन्जिङ ओके दिस इज भेरी सिम्पल वान र यसरी हामीले यदि प्रिन्ट गरेर हेर्यौं भने हाम्रो प्रोग्राम कसरी चलिराखेको छ कसरी भ्यालुहरु अपडेट भइराखेको छ भन्ने कुरा पनि यो आउटपुट हेरेर हामी बुझ्न सक्छौं ओके सो सिम्पल थ्यांक यू भेरी मच फर वाचिङ थ्यांक यू भेरी मच